नमस्ते। मेरो नाम राते होइन, जेस बाबू, जन सेवक बाबू। तिमीहरू अझै बाँचेको रहेछौ, मलाई यो मन पर्छ। लक्ष्मी को हातमा लक्ष्मी नै लक्ष्मी भर्खरै आए जेलबाट। तलाई भेट्न तेरो गाउँ गएको थिए। त्यहाँ खबर पाए मैले कि तेरो बिहे भयो। पौला भए म खुसीले। यो कुरा अब यहीं शेष होस्। बाहिर हावा बतासलाई पनि थाहा नहोस्। कसरी जेलबाट छुटेर आइएन सोच शम्भु। अहिलेसम्म कुनै पनि जेल बनेको छैन जसमा रातेलाई थोनेर राख्न सक्छ। गाउँले हजुर, यो काजी बाबुको घर कहाँ छ? खरिबोटेको छेउमा छ। खरिबोटे चाहिँ कहाँ छ? काजी बाबुको घरको छेउमा छ। दुईटै चाहिँ कहाँ छ? छेउछाउमै छ। छौ कहाँ छ? रातेलाई यो कुरा मन परेन। त्यसको कुरा छिनेकोलाई त मैले छिनाइसकेको थिएँ। त फेरि यति छिटो कसले? मास्टर, झुटो र साँचो कुराको लागि नै मैले गाउँको बुढापाकाहरूलाई बोलाएको छु। तिमी पढे लेखेको छौ, गराउन सक्छौ भन्दैमा एउटी अबलाको जिन्दगीसँग खेल्न तिमीलाई के अधिकार? बाबु कसैमाथि पनि विश्वास गर्दैन। सही छाप गरिदे त तैले तेरो छोरा भेट्छ। त्रिशूली खोलामा मान्छेको लास नबगाएको धेरै भयो। शम्भु, त्यो मास्टरको लास त्रिशूली खोलाको माछाहरूलाई जेस बाबुको तर्फबाट। अब यस गाउँमा सरकारी मान्छे त आउने नै भयो, तर शम्भु यस गाउँमा तिम्रो जेस बाबु कति धेरै माथि। त फेरि त्यो मास्टर यति माथि किन? मलाई यो कुरा मन परेन। धेरै माथि त कराएर केही फाइदा छैन। त एउटा पखेटा काटेको चरी त होस्, बुझिस? मलाई मार्नको लागि बदलाको ज्वालामा धड्किने मुटु मात्रै होइन, बल पनि चाहिन्छ, बुद्धि पनि चाहिन्छ। त्यो तसँग मन पर्यो छोराको कुरा, तर तेरो छोराले जो गर्यो त्यो मलाई मन परेन।